Hello guys, welcome back to my channel. Another day, another vlog. आज चाहिँ हामी जान लागिरहेका छौँ काबा नानटेन टेम्पल ओदोङरुङ साइडतिरै हो। अनि बिहान चाहिँ कामबाट आएर रेडी भएर एकदम जान लाग्छौँ, तर एकदमै ढिला भइसक्यो हामीलाई किनभने अहिले कति बजिसक्यो भने दिउँसोको 1:30 भइसक्यो। त्यही पनि हामी रेडी भएर जाने भनेर हिजो खानासाना टक्क रेडी गरेर अनि त्यसो खाने भनेको, तर वेदर इज नट गुड। होइन त्यहाँ भएको रुममा त केही युज गरेको थिएन होला। एकछिनै त हामी गाडीमा बसेर आएको बोल्छु। ओके गाइस, हामी चाहिँ जान लाग्यौँ, ग्यारेजबाट निस्किन लाग्यो। अनि आज चाहिँ मेरो बेबी ड्राइभर लाएर मेरो ड्राइभर होइन हजुर। अनि त्यसो चाहिँ हामी जाँदैछौँ अब। तर वेदर चाहिँ यस्तो झ्याउ लाग्ने भइरहेछ होइन, पानी परिरहेको, पानी नै आइरहेछ यार। हामी खासमा कस्तो दिनमा सँगै अफ्निरहेको। कहाँ फालेको बाबु? राखेकै छैन बुढो, हजुरले सिधै पालमा हालेको। अब फेरि यसमा अब ऊ पनि छैन बुढो, म्याप। ए भने हजुर गर्दा हुन्छ किन गीत त बजाउनु मिल्दैन नि। यसरी चट्ट परेर हिँड्यो गाइज होइन। लास्टमा पानी यस्तो छ यहाँ, यी चिटिक्क परेर हिँड्नुको केही महत्त्व रहेन। दुईजना दुईतिर हेर्दै फिलिङ्स या दुई नवराज थापा भइरहेछ। ओ माई गॉड, कस्तो बोरिङ वेदर, कस्तो बोरिङ। हामी आज फर्स्ट टाइम होला कि यसरी घरबाट निस्केको, यसरी बाहिर जाने भनेर प्लान गरेर। अनि अब आजै यस्तो भइदिइरहेछ कि के गर्ने, कहाँ जाने, कसरी गर्ने, दिमाग खराब भयो। हामी त जाने कि फर्किने कन्फ्युज भइरहेछौँ क्या अझै। अनि ओके अस्ति झ्याउ लाग्यो गाई, साँच्ची भनेको यार। के गर्ने यार, यस्तो गरेर बेकारमा हिँडेको जस्तो भयो। यस्तै हुनु थियो भने त अरू दिन भए पनि भइहाल्थ्यो नि, आजै हुनुपर्छ। हामी आज जाने भनेर थाहा पाएर हो यो पानीले पनि यस्तो गरेर के हो भन्दैछु बेबी। यो साईको करा गएछ नि त्यहाँ बाहिरबाट झ्याउ लागेर आयो यस्तो छ। दिक्क भयो हामी त, के गर्ने के गर्ने। ओके गाइज, मैले चाहिँ यो 17 Pro Maxमा डुअल क्यामेरा छ भन्ने थाहा पाएको थिइनँ होइन। अहिले भर्खर थाहा पाएँ, यताउता थिच्दा ट्राई गर्दाखेरि भर्खर थाहा पाइरहेको छु। लिएको गिफ्ट आएको 2 महिना हुन लागिसक्यो। बिजी लाइफ। गिफ्ट पाएको चाहिँ भने नि एउटै त हो नि। यस्तो हुँदो रहेछ होइन गाइस। चट्ट हामी त लास्ट गीती भइरहेछौँ हो, नजानु नफर्किनु, रमाइलो हुने हो कि नहुने हो कि के हो। दुईजना दुईतिर वाल्ल परेको छ, एकजनाले गाडी चलाएको छ, एकजना प्यार बोलाएको छ, हिँडेको छ, यस्तै भइरहेछ। म हालिदिने हो बाबु यो, म हालिदिन्छु। फेरि गाइस न एकचोटि गीत किन भन्दा होला, म गाइन्छु। So sad guys। केही दिन त्यो त पहाड हो कि समुद्र हो कि थाहा हुँदैन। 60 छ है बाबु स्पिड। यहाँ पुरै कन्स्ट्रक्सन अस्तिदेखि भइरहेको थियो नि बुढो, हामी आउँदैदेखि याद छ हजुरलाई? अस्तिदेखि भइरहेको, तर भइरहेछ है। तर यतातिर सबै यस्तो भइसक्यो रहेछ। यस्तो दामी भइरहेको, कस्तो केही कुरा पनि एफेक्ट नगर्ने, केही स्मुथली है, सबै कुरा आनन्दले भइदिने कि। आफ्नो काममा जानु पनि पाउँछ। 60 को स्पिड छ है बेबी। धन्न चाहिँ यहाँ चाहिँ पानी परेको छैन फेरि अहिले। त्यही त, यहाँ त बिस्तारै, यहाँ चाहिँ पानी परेको छैन त फेरि यार। उता त पानी परेर रहेछ त, निद्रै पनि सकेको थियो यार। म जस्तो कि झ्याउ लाग्ने भइसकेको थियो वेदर। तर यहाँ चाहिँ अहिलेसम्म चाहिँ ठिकै रहेछ, पानी सानी खासै छैन। वेदर अलिकति क्लाउडी भए पनि, तर थाहा छैन अब माथि चाहिँ के छ भनेर। हेरौँ अब के हुन्छ।
लागिरहेछ बेबी रमाइलो लागिरहेछ upset of this weather. साँच्चै कस्तो झ्याउ लाग्दो वेदर हो के ट्रक है पेल्दै आएको होइन पेल्दै एकजना सँगै जाने सँगै घुमाइरहँ जाने हो किन जाने हो गाई जस्तो वेदर कस्तो फिल्ममा घुमाए जस्तो भयो तर पनि ठिकै छ केही छैन अब चाहिँ पानी नआएको थियो अब चाहिँ जाउँदैछम्म अब चाहिँ बाँकी टाइम चाहिँ रमाइलो गर्न पाएको थियो मजा पत्रै मिलाइसक्यो गाडीमै अब हामी बाँकी छ 10 मिनट पुग्नको लागि अब हेरौँ चाहिँ ढोक लगाएर ब्लिङ 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 हो नजिकै लाग्यो भने चाहिँ नहुँदो रहेछ बेबी कता कता नमिला बेला मात्र झिलिक झिलिक हुँदो रहेछ कि यो 17 Pro Max चाहिँ झिलिक झिलिक हुने कुनै बेलामा ठिक हुने त्यो लाइटमा चाहिँ पर्न नहुने रहेछ क्यामेरा कस्तो अर्कै हुने रहेछ बिराको दिन प्लान गरेर भनेर घुम्न आयो लास्टमा वेदरले धोका दियो नमिठो धोका दियो दिन पनि होइन तर पनि ठिकै छ जस्तो हुन्छ त्यस्तै इन्जोय गर्न लाइन गरे यो माइ थाक्यो गाडी चलाउँदा सबै मैले जति लङ राखेर सबै कायो म लङ राखेको याद छ गाडी किन पेल्दिँदै आइरहेको नि अगाडि पछाडि गर्दै हिँड्छ कि हजुर जस्तो होइन यो गाडी यत्रो छ ट्रक चाहिँ अनि पुरै जाम आइरहेको जस रमाइलो छ Hey guys, we are almost there in the Nanten Temple. Just 7 minutes away from here. देखियो Nanten देखियो ढल्लेर हजुर कहाँ देखियो मैले देख्दिनँ त उडुले नि त होला नि त अनि के हो र वास्तै नगरिकन बसिरहेँ यहाँ चलाएर यसो हेर्ने ओर्ने Take the exit, then keep left onto Five Islands Road towards Port Kembla. Use the left 2 lanes to keep left onto Five Islands Road towards. यहाँ चाहिँ मेरो बेबीको घर छ अरे यहाँ नेपाल जस्तै भाइब्स दिने के यता चाहिँ टक्क लाएर खतरा है नेपालै महाभारत रेन्ज यहाँ कहिले बालै छैन महाभारत रेन्ज यहाँ कोही कहिले के हो के थाहा छैन महाभारत रेन्ज तर भ्यू त At the roundabout, take the first exit towards Berkeley. बिस्तारै बिस्तारै हजुरको यो स्पिड चाहिँ यस्तोमा पनि किन यस्तो जोत्दै गाडी ल्याउने हो कि केटा In about 1 kilometer at the roundabout, take the third exit. हामी चाहिँ एक्जिट मिस भएर अघि न टक्क अर्को बाटो गइदियौँ होइन अब फेरि यही ठाउँमा आइसक्यौँ अब चाहिँ जाँदैछौँ 6 minutes more राइडरलाई झुक्क्याउने क्या बाँड्दैन त्यही त चुपाखाना अन्त नि त नि ढङ्गै नभएपछि यस्तै हो कि बेबी यसलाई चाहिँ ढङ्ग नभएको भन्छ कि अबि कत्रो नान्टेन टेम्पल ओ देखेँ गाइस फेरि बगा न है टक्क आयो है हामी चाहिँ यहाँ नान्टेन टेम्पल ठ्याक्कै देखियो वा सही यहाँबाट त राम्रो देखेको छ अब त्यहाँ गएपछि चाहिँ कस्तो लाग्छ भन्न यहाँ चाहिँ पानी परेको छैन रहेछ यार गाइस म त यस्तो फेडअप भइसकेको थियो किन यहाँ चाहिँ बल्ल है आनन्द देखिरहेछ है यहाँ चाहिँ राम्रो अघि न त एकचोटि त म त साइको भइसकेको यतातिर चाहिँ पानी परेको हुँदैन हामी यस्तो गरी गएको छ फेरि होइन यो केटा होइन जहिले पनि कति स्टोरी बनाउँछ भने जे कुरामा पनि होइन जहिले नाटक उताबाट आउँदाखेरि यत्रो मुख लाएर आइरहेको थियो अहिले आएर फेरि हे गरेको छ यहाँबाट राइट है कस्तो बाबु हल्छ किन कुनै कुनै कुरामा त हार्न पनि सिक्नुपर्छ क्या बुझ्यो In 600 meters, the destination is on your left. Look at the view. मैले अगाडि कज मिस गरेँ मेरो यहाँ फोन आएको भएर तर सही है कस्तो खतरा खतरा कडक कडक हेर नि यो फ्लावर पर्पल पर्पल
कस्तो मजाको ठाउँ है बुटु कति राम्रो उ त्यहाँ हाल्न मिल्छ जस्तो उ त्यहाँ अगाडि टक्क हामी चाहिँ गाडी यहाँ राख्ने भयौँ पर्दैन अलि त है लेफ्ट 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 गाडी बिस्तारै ल त्यो गाडी लुगा नआउने गरी हेऱ्यो उता गएपछि लेफ्ट गएस् अलिकति बिचमा अगाडि जा त अलिकति गाडी चाहिँ Okay guys, finally हामी चाहिँ यहाँ आइसक्यौँ अनि त्यसपछि फोटो सुट भिडियो सुट हल्का गरेर अब हामी चाहिँ जाँदैछौँ जहाँ टेम्पल छ मेन त्यहाँ त्यसपछि धनमा पानी चाहिँ परेको छैन अहिलेसम्म तर कुन बेला पानी पर्छ थाहा छैन वेदर त्यस्तो भएको छैन खासै कस्तो बगाल छ सिन हामी चाहिँ माथि जाँदैछौँ टेम्पलमा टेम्पल चाहिँ यहीँ रहेछ यस्तो राम्रो छ नि एरिया यसरी छ अनि आया कपाल तान्ने हिँड्ने बेबी कति राम्रो राम्रो बेबीहरू हो यहाँ सो मेनी बेबिज गाइस डान्सिङ बेबिज अल्सो यु वाट बेबिज आर दे मन्दिर चाहिँ मेन मन्दिर चाहिँ नानटेन टेम्पल यहीँ हो अनि यहाँ बेबिजहरू क्युट क्युट हेर्नु त्यो माथि क्या फन्मीसँग बसिरह उता माथि हेर्छु न हुन्छ ओके गाइज फाइनली वी आर इन द नानटेन पागोडा नानटेन इट्स सो नाइस कति राम्रो हो है बुटु यहाँ हेर्छु त बेबी हेर्छु त यहाँनिरबाट फोटो खिच्ने बबल आउँदो रहेछ दिस इज सो नाइस गाइज अनि यतापट्टि चाहिँ खासै के पनि छैन बाटोहरू मात्रै जस्तो छ अनि यतापट्टि चाहिँ टक्क टेम्पल छ नानटेन 9 तलाको छैन यो 1 2 3 4 5 6 7 8 त्यही भएर नानटेन भनेको 9 तलाको भएको भएर दिस इज सो नाइस गाइज अनि हामी चाहिँ यहाँ दालबडानबाट चाहिँ हाम्रो गाडी चाहिँ पर छ कस्तो राम्रो ग्रिन धन्न अहिले चाहिँ पानी परिरहेको छैन जे भएर त्यही भएर पनि रमाइलो भइरहेछ दिस इज सो नाइस अब हामी यहाँ अलिअलि फोटोसुट भिडियो सुट गर्छौँ अनि जान्छौँ गाडी राख्ने रहेछ गाइज यहाँ चाहिँ यस्तो देखिन्छ यहाँ माथिबाट चाहिँ तल यस्तो भ्यू देखिन्छ कडक कडक मेरो बेबी चाहिँ हिँड्दै भइसक्छ मलाई थाहा छैन यहाँनिर एक्ज्याक्टली के ए यहाँबाट यसरी भगवान् चाहिँ देखिँदो रहेछ तर फोटो भिडियो खिच्न नपाउला जस्तो छ यस्तो 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 रहेछ ओके गाइज हामी चाहिँ पागोडा नानटेन घुमेर तल जान लागिरहेको छौँ अब हामी चाहिँ जान्छौँ तल अनि अब तलतिर के छ हेर्छौँ यसो घुमघाम गर्नलाई जे भेट्यो ए बेबी उडायो जे भेट्यो त्यही खिच्छ मेरो लुगा त्यो त हो तर उडाए पनि हजुरको अगाडि मात्रै उडायो त हो सबै उडाएको त्यही भएर हो अनि चट्टै लागेर हिँडिरहेको छ फोटोसुट भिडियो सुट तर त्यही मात्र देखेँ बेबी हामीले अरू के पनि देखेन तर योहरू राम्रो छ नि त तर है एउटा हिँड्ने एउटातिर यसो नजाने अनि अरू ठाउँ कतापट्टि छ रहेछ कोही तलतिर होला कि बेबी अघि नै हामीले गुगल सर्च गरेर हेर्दाखेरि चाहिँ कस्तो राम्रो राम्रो अझै अरू पनि ठाउँ पनि देखिरहेको थियौँ त्यही भएर मेन चाहिँ यहाँ कहाँ चाहिँ बन्द कहाँ हो त नि हो तल जस्तो लाग्यो मलाई होइन र त्यो ल ल अब त्यो कहाँ छ त ऊ त्यही मुनि होला कि त्यही तल जाने ठाउँ त्यही भएर जाउँ अनि त्यसपछि खिचौँ हामीले जुन अझै कति धेरै घुम्ने ठाउँहरू देखाइरहेको छ गुगलमा तर हामी चाहिँ एक ठाउँ मात्रै घुमेर चलिरहेको छौँ अब हेरौँ न हामी कहाँ कहाँ पुग्छौँ अल क्याप्चर द भ्यू होइन त फाइनली हामी चाहिँ यहाँ आइसक्यौँ एउटा सपोर्ट गर गाइज यस्तो सही छ सिन
मेरो बेबी यहाँ अनि यो सिन यहाँ कति राम्रो देखेको यो सिन झन् बबाल देखाएको छु हेर गाइस हिरो मान्छे हिरो भन्न खोज्ने हिरो आहा कस्तो राम्रो यार सही दामी दामी गाइस खतरा छ खतरा भ्यू लुक एट हियर बाफ्रे कति राम्रो है के खिच्ने बुटु ल गाइस हामी यहाँ पनि अब हल्का फोटोसुट भिडियो चाहिँ गर्छौँ यहाँ चाहिँ यस्तो टेम्पल भए पनि 39 रहेछ अनि यहाँनिर चाहिँ यस्तो भ्यूहरू छ टक्क कडा सही ठाउँ रहेछ घुम्न आउनुलाई चाहिँ गाइस फाइनली हामी चाहिँ मजाले घुमेर अनि घर पनि फर्किन लागिसक्यौँ होइन बेबी यस खिच्ने फोटो यहाँ अनि यहाँनिर मेरो गौतम हुनुहुन्छ पर्दैन जुम अब भयो होस् धेरै फोटो खिचिसक्यो कि यो तलको चाहिँ के हो रहेछ र बेबी के हो सो मात्रै हो सो मात्रै यहाँबाट यति चाहिँ कम्पाउन्ड गरे जस्तो ए ओके सो नाइस यार गाइस सो नाइस पालकी में उनके सवार चली रे मैं तो तेरे साज की गार चली रे पालकी में बिस्तारै भन्दा चली रे बिस्तारै भन्दा बेबीले गाडी कुदाइदिने यार अनि यस्तो राम्रो राम्रो भ्यूहरू क्याप्चर गर्न नपाउने के हो र यस्तो भएन नि गाइस हेर नि फुल कति क्युट वाउ ओके अब हामी चाहिँ जाँदैछौँ पार्कमा खानको लागि मैले खानासाना सबै घरबाटै रेडी गरेर ल्याएको छु हामी चाहिँ टक्क अब पार्कमा बसेर खानासाना खान्छौँ अनि त्यसपछि अघि एउटा गीतमा टिकटक बनाइदिएको अब उहाँको सुरु भयो फेरि त्यस्तो अब यहाँबाट हामी ठ्याक्कै निस्क्यौँ गाइस गेटबाट यहाँबाट राइट ल ओके फाइनली हामी गयौँ अब सरहरू कहाँ गएको बढी यो बाटो अर्कै हो नि ल जे पनि नबोलाउँ न जे पनि ड्राइभर भएपछि याद गर्नुपर्छ बाटो वा कस्तो राम्रो ठाउँ यो किन नलग्यो यहाँभित्र मलाई मेमोरियल गार्डन्स रहेछ त अनि लगेन यार नवरात्री मलाई यहाँ कस्तो रहेछ यस्तो राम्रो राम्रो ठाउँ छ त्यही पनि लगेन यार तर लास्टै रमाइलो ठाउँ रहेछ गाइज होइन के अरे हामी चाहिँ रकदेल बस्छौँ रकदेलबाट चाहिँ कति टाइम लाग्यो हामीलाई 1 hour and 19-20 minutes तर कहिलेकाहीँ चाहिँ 8-9 minutes देखाउँछ म्यापमा तर टोलको बाटो चाहिँ कोही पनि नआउनु किनभने टोलको बाटोमा झन् धेरै टाइम र झन् धेरै किलोमिटर छ त्यही भएर टोलको बाटोबाट भन्दाखेरि चाहिँ नर्मल भयो नै नर्मल बाटोबाट आउँदाखेरि ठिक हुन्छ विदाउट टोल बसी लुक एट दिस भ्यू भिडियो नै भइरहेछ हौ के सोचिरहेको छ हौ मलाई हेर न यो बाटो बाफ्रे सही खतरा रहेछ यार कस्तो दामी देखेको है अम्म हेरिस न घरहरू पनि सबै यार नेपालको गाउँघर जस्तै देखिरहेको त बुढु है बिस्तारै अनि यस्तो राम्रो रहेछ यार तर अनि हामी चाहिँ पार्कमा त्यहाँ पार्क हेरेको यसो त्यो पार्क साह्रै राम्रो लाग्यो त्यही भएर जान लागेको बिच चिज पनि अलिकति साइडमा भएको होला भनेर जस रमाइलो भयो ज्याकेट ल्याइसु हजुरले At the roundabout, take the second exit. पानी परेको भए चाहिँ लास्टै झ्याउ हुन्छ त्यही भएर पानी सानी चाहिँ परेन त्यही भएर रमाइलो भयो हेर आमाहरू बाटो सफा गरिराख्नु At the roundabout, take the second exit onto George Street. चाहिने बेलामा चाहिँ परे छैन भयो अब त परे छैन अहिले चाहिँ नाच्नु पर्यो किन नाच्ने भन्दाखेरि उसलाई अनि यस्तरी अनि अघि नै टिकटक बनाउँदाखेरि उसलाई एउटा गीत एउटा स्टेप आइसकेपछि त्यही गीतमा फेरि 1000चोटि नाच्नुपर्छ त्यहाँ पुग्दैन उसलाई नाच्नलाई अनि एउटा स्टार्टिङमा चाहिँ आम्माम्मा यति रिक्वेस्ट गर्नुपर्छ गरम भनेर भाइब्स अगाडिदेखि आउँछ मुटु हजुरले ट्राई मात्रै नगरेर मात्रै हो ट्राई गर्नु पर्यो नि भाइब्स किन आउँदैन जे जस्तो सुकै हजुरले मलाई पनि आउँछ पछि भाइब्स नाच्ने जस्तो गीतमा पनि आउँछ
सही रमाइलो भयो यार गाइस मलाई लास्ट रमाइलो लाग्यो पानी पछि नै आयो नि त हामी At the roundabout, पानी अरु भन्दा नि take the पानी second परेन exit के onto पानी पर्छ भने Longton. लास्ट होइन नि हामी टाइम चाहिँ उता त भन्दा वाइल्ड धेरै पानी पछि परेको रिफ्रेसमेन्टको लागि बाहिर निस्क्यौँ नि त हामी त्यही त त्यही भएर पनि साह्रै रमाइलो भयो जाउँ जाउँ के भयो म त त्यो यता आइदिनु Onto Holborn Street. कस्तो राम्रो यही रहेछ त यस्तो राम्रो पहाड कहीँ राख्न मिल्दैन गाडी त तर आइपुगेको तिमीले यस्तो यही हो हामीले ल्याएको तर त्यो त उही छ त अनि कस्तो सही पार्क थियो यार त्यहाँनिर हेर्दाखेरि रमाइलो लाग्ने कोही कहाँ लिएर आयो अरे यो म्यापले त अनि मैले चाहिँ फोटोसुट लिँदाखेरि गाई यस्तरी खुट्टामा घाउ पनि पारेँ होइन हिरोइन बनेर बिचरामा ऊ यहीँ चाहिँ ल्याएको जस्तो छ At the roundabout, take the first exit. यहाँ आइपुग्यौँ कस्तो रमाइलो छ बाफ्रे सही ठाउँमा आइल्यायो है त है कस्तो खतरा है अरू किन जब गरेको निकाल नि सामान मेरो निम्ति निकालिदिन्छु ल अनि यस्तो चिसो हुन्छ भनेर ज्याकेट पनि बोकेर आएको थियौँ किनभने वेदर त यस्तो बोरिङ थियो उताबाट निस्किँदाखेरि तर यता आइपुग्दा चाहिँ त्यो वेदर पनि राम्रो भयो वेदरले साथ दियो खुसी लाग्यो घुम्न ओर्न पनि रमाइलो भयो वेदरले साथ दिएन त अनि उताको जस्तो भइदिएको भए त झ्याउ हुन्थेन त अनि त्यही भएर अब हामी चाहिँ खान्छौँ सबै खाना रेडी गरेर ल्याएको छौँ हामीले मोमो चाहिँ अघि नै खाइसक्यौँ आउने बित्तिकै गाडीभित्रै बसेर हजुर त्यही हो मेरो बेबीको चाहिँ ड्रिम गरे यस्तो छ यहाँ होइन सही छ है छोरोले किन्छ होइन होला मन पर्यो कहिले मलाई कहिले किनिदिनु त मैले यहाँ भिडियो बनाइरहेको छु नि फेरि यस्तै चाहिन्छ नि सेम ल ओके जस्ट टेक आउट द फुड बेबी सब खसेछ त नि यसरी आइज न अलिक पर जुत्ता खायो भने उडाउनु त उडाइहाल्छ यो टाइम ल्याप्स चाहिँ गरिहाल्छ नि त होइन ठिक छ निकाल्छु भयो ओके गाइस फाइनली हामी चाहिँ पार्कमा पनि आइसक्यो अनि यहाँ चाहिँ बिचको साइडमा सरर हावा खाँदै अनि त्यसपछि खानेकुरा पनि खाँदै मेरो बेबी यता अनि त्यसपछि इस हाम्रो खानेकुरा यस्तो हुँदैछ हामीसँग चाहिँ यस्तो पनि छ चियर्स बेबी चियर्स बेबी हजुरको ल्याइसक्यो त कप यति रमाइलो छ कि यहाँ यस्तो रमाइलो ठाउँमा बसिरहेको छु नि हामी माइ गॉड पिकनिक आएको पिकनिक यस्तो छ यहाँ चाहिँ सिनहरू सबै भवा रमाइलो हुने त I'll see you later. First eat and then talk. Is हाम्रो खानेकुरा guys. See you guys in our next vlog. Guys, bye.